घरैदेखि यहाँ यो घरदेखि यो घर चाहिँ हाम्रो एउटा पाहाडको घरको हामीले सिर्जना गरेको छौँ। पाहाडको घर देखाएको छौँ र चाहिँ जस्तो पाहाडमा धेरै क्षेत्रमा खानेपानीको असुविधा छ, त्यसलाई चाहिँ हामीले न्यूनीकरण गर्नु, मान्छेहरूले चाहिँ खानेपानीलाई राम्रोसँग खानु पानी नभएको ठाउँमा नै उनीहरूले युटिलाइज गर्न सकुन् भनेर एउटा हामीले यस्तो रेन वाटरलाई चाहिँ कलेक्ट गरेर युटिलाइज गर्ने सिस्टम बनाएको छौँ। जब हामीले पानी पर्छ, पानी यहाँ कलेक्ट हुन्छ अनि त्यसपछि एउटा फिल्टर ट्याङ्क बनाएको छौँ। फिल्टर ट्याङ्कमा जम्मा भएपछि तल हाम्रो 5 लेयरसम्म प्रोसेस हुन्छ। त्यसपछि प्योर वाटर चाहिँ हामीले कन्ज्युम गर्न सक्यो। अनि एक्स्ट्रा एउटा ट्याङ्क छ, यसमा चाहिँ हामीले वाटर कलेक्ट गर्छौँ। त्यसलाई चाहिँ हामीले इरिगेसन प्रोसेसमा पनि लाउन सक्यो। जस्तै अनि हाम्रो सबै फोनबाट कन्ट्रोल हुने सिस्टम छ। जस्तै अब यो केबलका घर एप्लिकेसन एउटा बनाएको छ। एप्लिकेसन जस्तै वेबसाइटबाट लिङ्क गरेर त्यसमा चाहिँ अब केबल कार अफ, केबल कार अन भन्ने यस्तो बटनहरू छ। अब हामीले केबल कार अन गर्नु भने यसरी चाहिँ यो हाम्रो चल्यो यसरी यहीँबाट जुन चाहिँ हामीले यसरी चल्न सक्यो। अनि अर्को चाहिँ हामीले इरिगेसनको प्रोसेसमा राम्रो होस् भनेर हामीले चाहिँ फोनबाट नै कन्ट्रोल हुने इरिगेसन सिस्टम पनि बनाउनु खोजेको छ। जस्तै अब वाटर पम्प छ, अब त्यसलाई चाहिँ हामीले यहाँनिर ट्याङ्क छ, वाटर ट्याङ्कबाट चाहिँ हामीले वाटर अब प्रोभाइड गर्नु पऱ्यो भने फोनबाट नै यसरी वाटर प्रोभाइड गर्न सक्यो। अब फोनबाट नै मार्नु सक्यो। चाहिँ अब घरै बसी अब अहिले जनसङ्ख्या पनि गाउँदेखि कम हुँदैछ। घरै बसी मान्छेहरूले चाहिँ आफ्नो खेतबारीमा आफ्नो नर्सरी अथवा तन्नेरी राम्रोसँग पानी चाहिँ उनीहरूले प्रोभाइड गर्न सक्छ। कन्सेप्टमा चाहिँ बेसिक कन्सेप्ट र गाउँघरको आवश्यकतालाई नै परिपूर्ति होस् भनेर चाहिँ एउटा योजना बनाएको। जस्तो ट्याङ्कबाट पानी चाहिँ कसरी आउँछ एउटा एकपल्ट? हाम्रो ट्याङ्कमा एउटा वाटर पम्प राखेको छ। यहाँ वाटर कलेक्ट हुन्छ अनि त्यसलाई चाहिँ हामीले उता ब्याट्रीबाट अनि नोड एमसीको युज गरेर वायरलेस कनेक्सन बनाएको छ। अनि हामी यहाँबाट उसै अब टास्क दिन्छौँ। अब यहाँनिर अन गर भन्ने यहाँ अन बटन थिचेपछि उहाँबाट नोड एमसीले उहाँ भन्छ, भनेपछि त्यो ब्याट्री गएपछि इलेक्ट्रिसिटी जेनेरेट भएर वाटर पम्पले काम गर्छ। पम्पले त्यहाँ भएको वाटरलाई चाहिँ यता प्रोभाइड गर्छ। जस्तै अहिले यहाँनिर वाटर पम्पहरू भन्ने छ। वाटर पम्प केबल कार वाटर पम्पलाई हामीले अन गऱ्यौँ भने यो वाटर प्रोभाइड भयो। त्यसपछि अब हामीले अफ गऱ्यौँ त्यहाँ मऱ्यो। यस्तो सिस्टम। ल थ्याङ्क यू धेरै